भगवान को, गोविंद भगवान को, मौकल्य गोत्र का समस्त पितृ नमः हनुलाय परमात्मने नमः। अब हाम्रो एक के भने समय लाग्यो जय नमः पुनः त्यही भएर प्रसन्न सुखदेव स्वामी महाराज परीक्षितलाई बताउँदै जहाँ भगवान कृष्ण र उद्धवजीको जुन सम्वाद भएका जुन प्रसङ्गहरू जुन बताउँदै अगाडि बढ्नुहुन्छ। अब एउटा इतिहास एकजना जुन ब्राह्मणको इतिहास ल्याएर जुन बताउन लानुभयो। भक्त त्यस्ता प्रकारका मनुष्य जहाँ कोहीसँग पनि क्रोध रिस राग इत्यादि केही पनि जुन गर्नु हुँदैन भन्ने जुन लक्षण, जस्तो हामीले जीवनयापन गर्दाखेरि तिरस्कार प्राप्त गरे पनि त्यसमा खुसी रहनुपर्दछ, ममता प्राप्त भए पनि त्यसमा खुसी रहनुपर्दछ भन्ने प्रसङ्ग यता उद्धवजीलाई बताउँदै एकजना ब्राह्मणका दृष्टान्त ल्याएर बताउन लानुभयो। ल सुन्नुहोस् श्री महाराज, सुखदेव स्वामी महाराज बताउँदै अगाडि बढ्न लानुभयो। केरम चेत विश्राम गेतम परिभूतेन दुर्जनेस्प्रताम जतेयुक्तेन विपाकम धीरकाधर्मणः। एक समयको कुरा हो, एकजना ब्राह्मण हुनुहुन्थ्यो। ती ब्राह्मण हर हमेशा भिक्षा माग्दै इत्यादि जुन कार्य ल्याउँदै जुन थुपानी इत्यादि कार्य गर्नुहुन्थ्यो। धेरै धन सम्पत्ति पनि घरमा थियो अनि सन्तानहरू जुन परिवारहरू पनि थिए। अत्यन्त माग्दै चारैतिरबाट मागेर लिएर आउने अनि आफूले दान चाहिँ कहिले पनि नगर्ने, लिएर आउने ल्याएर जुन थोप्याउने काम मात्रै गर्दथ्यो। शुभ कर्म सत्कर्म केही पनि जुन नगर्ने, कहिले पनि अतिथिको पनि केही सेवा गर्ने थिएन, पितृ देवताको पनि कुनै पनि प्राणीको घरमा आएका जुन कुटुम्बहरू कोही कसैको पनि उसले सेवा गर्ने थिएन, सम्पूर्ण दुःख बनाउँदै थियो। सम्पूर्ण ऊदेखि सम्पूर्ण दुखित भएका थिए। त्यहाँबाट हर हमेशा दुषितस्तम गर्दै द्रुयन्ते पुत्रबान्धवः। अत्यन्त जुन दुखित भएर जुन अरू पनि त्यस्ता उसका इष्टमित्र कुटुम्बहरू चाहिँ सम्पूर्ण उसले गरेको जुन कर्मदेखिबाट तिरस्कार गर्थे। यस्तो कर्म नगरेको भएर के गरेका होला, किन लोभ गरेका होला। जसले शुभ कर्म सत्कर्म गरेको छैन, अन्यायपूर्वक जुन कमाएको धन छ भनेदेखि त्यो टिक्दैन बताउन लाग्नुभयो। एक दिनको कुरा हो, समय बित्दै जाँदाखेरि उसकै आँखा अगाडि चारैतिरबाट जुन कमाएर ल्याएको धन, कोही चोर आए, चोरले लुटेर लान लागे, कोही बन्धु बान्धव आए त्यस्तै प्रकारले जुन लुटेर आए, चारैतिरबाट उसको आँखा अगाडि उसले चारैतिरबाट जुन कमाएको धनहरू सम्पूर्ण चोरेर लाँदा भए। चारैतिरबाट चोरेर लिएर गए। अब यतानी हेर्छ उतानी हेर्छ, आँट छैन केही छैन, आफ्नो आँखा अगाडि सम्पूर्ण जुन भइसके पछाडि अब तस्सैव ध्यायतो दीर्घम नष्टवार यस तपस्विन। ऊ अगाडि बस्दा बस्दै चोरेर ल्याइसकेपछि अत्यन्त जुन चिन्ता गर्न लाग्यो। उसले भन्न लाग्यो न धर्माय न कामाय यस्ता थारे यसो मैले धर्म कर्म नगरिकन पुण्य कर्म नगरिकन यस्ता प्रकारले सामान्य धन एकत्रित गरेको थिएँ, सञ्चय गरेको थिएँ। आज आफ्नो आँखाको अगाडि सम्पूर्ण अरूले जुन चोरेर लिएर गए बताउन लाग्नुभयो। तसर्थ प्राय रातम कदा न सुखायो कदाचन। मैले यस्तो असल कर्म गरेको कारणले गर्दाखेरि अहिले मैले सुख प्राप्त गर्न सकिनँ भन्नु लागि उसले आफूले गरेको जुन कर्मलाई आफैले जुन सम्झेर जुन लाग्यो। त्यस कारणले हर हमेशम तथम अतस्य साधे सिद्धे। धन प्राप्त गरेको छ, त्यो धनलाई जुन भगवानको शुभ कर्म सत्कर्म अतिथिको सेवा देवताको कुलको आफ्नो बन्धु बान्धव चेलीबेटी इत्यादि शुभ कर्म सत्कर्म परोपकारयुक्त जुन कर्ममा जुन लगाइँदैन भनेदेखि त्यो धनको कुनै पनि अर्थ हुँदैन, त्यो धन शुद्ध पनि हुँदैन भनेर बताएको छ। त्यो धन प्राप्त गरेर शुभ कर्म सत्कर्ममा त्यो धन चाहिँ लगाइँदैन भनेदेखि त्यो धन अशुद्ध हुन्छ र अशुद्ध धन भइसके पछाडि सामाजिक अशुद्ध भइसकेपछि कर्म सत्कर्म यज्ञ अनुष्ठान गर्दै मोक्ष मार्गको लागि विभिन्न साधनहरूको उपयोग गरेर ती साधनले जुन बताएका नियमहरूको जुन पालना गर्दछन्। तसर्थ अब यतिखेर समय उसको भैँटोमा घाम लाग्यो ब्राह्मणको। मैले जीवनभरि यतिका धेरै जुन धन सम्पत्ति सञ्चय गरी अहिले आँखा अगाडि कसले लिएर गयो केही पनि थाहा भएन। अब चाहिँ म जे हुनु भइहाल्यो, अब चाहिँ परमात्मा परमेश्वरको जुन चिन्तन गर्दछु बताउन लाग्नुभयो। जसरी भए पनि भगवानलाई जुन प्राप्त गर्छु, आज म भगवानको मायाद्वारा ठगी, भगवानको मायाद्वारा म लोभेको कारणद्वारा यो सम्पूर्ण दुःख आज मैले जुन प्राप्त गरेँ। अब सम्पूर्ण भोग वासनाहरूलाई पनि त्यागेर संसारलाई पनि जुन त्यागेर म हर हमेशा जे जति जुन हुनुभयो अब चाहिँ जुन पुण्य कर्म जुन सञ्चय गर्न लाग्छु भन्दै हर हमेसा भगवानको चिन्तन गर्दै मनन गर्दै अगाडि अवधूत रूपमा कपडा जुन त्यस्ता प्रकारले जुन फुकाल दिन्छन् फ्याल दिन्छन्
लगाएका तुलसीका माला रुद्राक्षका माला कोही आउन लागे, यसरी फ्याल्दिन लागे, कमण्डल जुन फ्याल्दिन लागे, जति पनि जुन उसले लगाएका जुन कपडाहरू थियो त्यो सम्पूर्ण तान्ने इत्यादि कार्यहरू गर्न थाले र भागी जाने इत्यादि गर्न थाले। अनि लगाएका जुन वस्त्रहरू पनि ताना तान्ने इत्यादि कार्य गर्न थाले र गइसके पछाडि अन्तत भन्न लागे कि प्रदायनम पुरन्तान दर्शताम त्यान दुर्मुने, जहाँ चारैतिरबाट त्यो आफू हिँडिरहेको जुन मार्गमा चारैतिरबाट दुःख दिँदाखेरि पनि कष्ट दिँदाखेरि ती ब्राह्मणले केही पनि जुन भन्नु भएन कि भगवानले नै आज मलाई यो जुन परीक्षा गरिराख्नु भइरहेको छ र ब्राह्मण देवताले जुन भन्न लागे आज सम्पूर्णम ततन्तः मनोगणन वैश्यते बलियस्ततस्स कर्माणि विलक्षणानि। आज मैले मान्छे संसारमा भगवानको समीपमा जुन लगाउनु पर्ने मान्छे संसारतिर जुन लिएर गएँ र आज त्यसको कारणले यो फल मैले भोग्न परिरहेको छ। अब म मन चाहे जस्तो भए तापनि जुन परमात्मामा जुन लगाउने छु भन्दै त्यहाँबाट मन भनेको यस्तो प्रकारको छ जहाँ मन इन्द्रियहरू त्यो मन जहाँ जब जान्छ इन्द्रियहरू पनि त्यसकै पिछा गरेर जान्छन्। जहाँ इन्द्रियहरू गएको ठाउँमा चाहिँ मन जाँदैन। मनुष्यहरू मनको लागि चाहिँ निग्रह नगरिकन मेरो शरीर मेरो मन यो जुन धन सम्पत्ति इत्यादि मेरो भन्ने जुन भावना जब मनुष्यहरूलाई भइरहनेछन् दुरन्त पारे तमसी भ्रमन्ती, त्यो मनुष्यहरू अन्धकारमा घुमिरहन्छन्। ती ब्राह्मणले ती खोज्न आउने ती अवधूत रूपमा हिँड्नेवाला त्यो ब्राह्मणले कोही कसैलाई केही पनि भनेन, तिरस्कार केही पनि जुन गरेन। त्यस्तै प्रकारले भगवानको भक्त भगवानको जुन साधु स्वभाव भएका भक्तले जहाँ जसले जे गरे तापनि भगवानको जुन चिन्तन गर्दै मनन गर्दै हर हमेसा त्यो कथामा प्रवेश गर्नेछौँ जहाँ हामी आजको जुन ठिक 4 बजे कि भागवतको महापुराणको जुन पुस्तकमा भगवानको चरण कमलमा तिलो अर्चना गर्नेछौँ। त्यसको लागि सम्पूर्ण भक्तजनहरू समयमा उपस्थित भइदिनु होला, यतात्यता नजानु होला र यो मध्याह पछाडि नै जुन लक्ष्यवती जुन भिजाउने कार्य पनि रहेको छ। अब कता कता सम्भव हुन्छ त्यतातिर पनि हाम्रा भक्तजनहरू लाग्नु होला। फेरि अब यहाँबाट तिलचरा त बाल्न बेर भइहाल्यो, तयारी गरिराख्नु पर्यो, त्यतातिर पनि अब व्यवस्थापन मिलाउनु पर्ला भन्दै यो अहिलेको कथा प्रसङ्गलाई चाहिँ यतैतिर विश्राम्यौँ। श्री हरे नमः। बोले कृष्णचन्द्र भगवानको, आनन्दकन्द भगवानको,